तपाईको गाडी 30 देखि 40,000 किलोमिटर गुडिसकेको छ भने इन्जिनमा 2000 देखि 3000 लिटर पेट्रोल जलेको हुन्छ। अब सोच्नुहोस्, त्यो पेट्रोलले कति कार्बन जेनेरेट गर्छ होला, कल्पना गर्न सक्नुहुन्छ? एप्रोक्सिमेटली 2000 देखि 3000 लिटर प्लस पेट्रोलमा यदि मिसावट छ भने पेट्रोलमा जल्न नसक्ने तथा प्लास्टिकका ससाना पदार्थहरू जम्मा भएर कार्बनसँग मिसिन्छ र लेदो बनाउँछ, जसको कारण मसिन चोक हुन सक्छ र पिकअप स्लो हुनु, माइलेज कम हुनुको कारण पनि यही हो। तर अब चिन्ता नलिनुहोस्, जर्मन टेक्नोलोजी मार्फत हजुरको गाडीलाई डिटक्स गरी कार्बन फ्री गर्ने जिम्मा लिएको छ। हाइड्रोजन ग्यासले त्यो कार्बनलाई बाफ बनाएर बाहिर फाल्छ र इन्जिनलाई रिस्टोर गरी पुनः सेतो बनाउँछ र नयाँ जस्तै पर्फर्मेन्स दिन्छ। त्यसैले आजै आफ्नो कारको लागि अपोइन्टमेन्ट बुक गर्नुहोस्, आफ्नो गाडीलाई जीवन दिनुहोस् र यात्रालाई शुभ यात्रा बनाउनुहोस्।